हामीले चाहिँ यहाँबाट एन्ट्रीहरू काटिसक्यौँ है। हेर्नुहोस् ल भुटानको एक नजारा। को आउनु भएको छैन, म पनि फर्स्ट टाइम आएको। देखो न गाइस, देखो न देखो न देखो न, ये क्या है। लु आदि त्यहाँ बस जा, निनु खा उतारी बस। यता म इबु पनि जाउ तारी उतारी। हामी चाहिँ खाना खानु थाल्यो। निरु यता हेर त। पारु दिदी निरुहरू सबै ब्रिजमा चाहिँ गयो है, हामी चाहिँ गएन। हजुर हामी घुम्नु गएको अब लास्ट। लु अब चाहिँ हामी घरतिर लागेको है साथीहरू। हाई एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई च्यानल अल अबाउट रोशनी राई। र आज भने चाहिँ हामी फेरि एकपल्ट दिदीबहिनीहरू मिलेर चाहिँ एउटा जग्गा चाहिँ घुम्न जान आँटेको छौँ है। र आजको एउटा सानो भ्लग बनाऊँ भनेर चाहिँ स्टार्ट गर्दैछु। र कहाँ जाँदैछौँ त्यो चाहिँ तपाईँहरूले भिडियो हेरेर नै थाहा पाउनुहुनेछ है। र त्यसको लागि चाहिँ स्टे ट्युन, बाइ फर नाउ। र आज चाहिँ हामी यो गाडीमा जाँदैछौँ है। हामी चाहिँ 6 जना छ होला, ठुलो र नानीहरू छ 4-5 जना। यसमा जाँदैछौँ आज चाहिँ हामी। एक्चुअली आज चाहिँ पारु दिदीको छोरी प्रियतमा है अग्नि गुरुङको चाहिँ बर्थडे हो। र हामीलाई चाहिँ बर्थडे एज अ बर्थडे ट्रिट चाहिँ घुमाउनु लानुहुँदैछ पारु दिदीले है। र हामी चाहिँ जाँदैछौँ, हेर्दै गर्नु होला, स्टे ट्युन। र यहाँ चाहिँ छ हाम्रो गाडीको मालिक ड्राइभर भाइ। हाई भनिदेऊ। हाई हाई गोरा 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 यो हामी चाहिँ यहाँनिर भुटान गेटमा आइपुग्यौँ। यो चाहिँ भुटानको मेन गेट हो है। हामीले चाहिँ यहाँबाट एन्ट्रीहरू काटिसक्यौँ है। हामी आधीले चाहिँ काटिसक्यौँ, आधी चाहिँ आइपुगेको छैन। र हामी चाहिँ यहाँ वेट गरिरहेको छौँ। हेर्नुहोस् ल भुटानको एक नजारा। को आउनु भएको छैन, म पनि फर्स्ट टाइम आएको। म पनि फर्स्ट टाइम आएको है। फर द फर्स्ट टाइम आई एम भिजिटिङ भुटान है। जयगाउँ भुटान, फुन्चुलिङ। यहाँनिर चाहिँ हामी सबैले जतिजना पनि आउँछौँ है, सबैले चाहिँ एन्ट्री गर्नुपर्दो रहेछ। आफ्नो भोटर कार्ड चाहिँदो रहेछ, सो गर्नुपर्दो रहेछ है। फेसको स्क्यानिङ हुँदो रहेछ। त्यहाँदेखि चाहिँ हामी यहाँ एन्ट्री यो हलबाट चाहिँ बाहिर निस्केर यहाँनिर वेट गरिरहेको छौँ अरूलाई। कहाँ छोडेर आएको, कति किलोमिटर टाढो आएर फेरि बिन्दु नै देखेँ नि त। सान्छे चाहिँ उतापट्टि गएको देखो न गाइस, के भन्नु। देखो न गाइस, देखो न देखो न देखो न, ये क्या है। र हामी चाहिँ यहाँनिर भुटानको गुम्बामा आइपुगेको छौँ है। तपाईँहरूलाई सट्टै एक नजारा देखाउँदैछु ल। हामी यहाँको गाडी चाहिँ यो हो कि साथीहरू। र हामीले यो गाडी पनि रेन्टमा गरेको छौँ अहिले है, घुम्नुको लागि। यताबाट चाहिँ हामी यहाँको एन्ट्री गरेको। र यता रहेछ गुम्बा चाहिँ। के भन्ने, पहिला चाहिँ हामी गुम्बा पस्नु भनेको थियौँ, तर हामी अहिले भर्खर जस्ट आइपुगेकोले गर्दा नानीहरूलाई एकदम भोक लागेको गर्दा चाहिँ अब हामी गुम्बामा चाहिँ अहिले पस्नु सक्दैनौँ। पहिला पेट पूजा गरेर मात्रै त्यहाँदेखि गुम्बामा पूजा।
हामीलाई कति कता बाटो हो त के कसो भन्नु र हामी चाहिँ यहाँनिर घरबाटै खाना बनाएर ल्याएको थियौँ हामीले चाहिँ है खाना खानु जाँदैछौँ खाना खाएर चाहिँ त्यहाँदेखि चाहिँ घुम्नु जान्छौँ हामी मेन चाहिँ अब केक काट्नु जानुपर्ने लु आदि त्यहाँ बस्छ निनु खै उतारी बस्छ यता म निबु पनि जा उतारी हामी यता मुनिबाट काट ल्याछु ए उयो अलिकति टिका लगाइदिनु न माथि काट्छ लगाइदिनु माथिबाट काट मुनिबाट मुनिबाट काटे यो बिउत लगाइदिनु नि आमा लगाउनु पर्छ आमाले के यो हाजेको नि के मजाको निस्क्यो सिन त हुन्छ बाई तिमी बस तिमी ए कता गएको त्यहाँ बस न यस्तो खालको बर्थडे चाहिँ मजा आउँदो रहेछ कि तर बिच कोचेले चाहिँ अरूको त म मजाले गरिदिन्छु कि मेरो खिचिदिने हुँदैन लास्टमा मैले बनाएको हो यसलाई त म अब कहीँ लादिनँ नि खाउ कप्पै यसले पुरा उयो दुईजनालाई नि खुवाइदिनु पर्छ होला सानो सानो आशीर्वाद बनाउने नमस्ते के कस्तो मिठो भएछ यिनीहरूको ग्रुपिङ फोटो खिचेन त नानीहरूको केक दिनुपर्छ नि यहाँ होइन भोलि लगेर खाएछ बस दुईजनाको फोटो खिचिदिइहाल्छ खिच्छ नानासँग जा त पर्खि है ह्यापी बर्थडे भन न केही सुनेको निनुलाई नि खुवाइदियो सानो दिदीलाई सानो भनेको सानो दिने त एकछिन हामी चाहिँ खाना खानु थाल्यो ड्राई पिकनिक अरे के छ हौ खोइ चिकन चिल्ली खोइ कहाँ छ हामी चाहिँ भर्खर खानासाना खाइसकेर अब गुम्बातिर घुम्नु जानु आँटेको सबै यहाँनिर टचअप गर्दैछ है रिफ्रेस हुँदैछ सबैजना यी हाम्रो नानीहरू हेर्नुहोस् न कहिले थपक्कै बस्दैन हुन त नानीहरू यस्तै हुन्छ कि तर उनीहरू चाहिँ टु मच छ नि टु मच यता हेर्नुहोस् यी गुम्बाको नजारा भेरी ब्युटिफुल भ्यू माथि माथि घरहरू रहेछ गाडीतर्फ जाँदैछौँ हामी चाहिँ है गाडीमा बसेर चाहिँ अब कता हुन्छ फेरि सोफा भयो उता देख्नु भएन
रहेछ ऊ झोलुङ्गे हामी चाहिँ यहाँनिर ब्रिजमा आइपुग्यौँ है। यो चाहिँ फेमस ब्रिज हो भुटानको। हो दामी रहेछ नि, दामी रहेछ नि भाइ ब्रिज हो रहेछ। ए के हुँदैछ? गाडीको यस्तो बक्स नि खिच्नु न निरु यता हेर त। निरु फोटो होइन आम्मामा खोइ पारो दिदीहरू त अर्को ब्रिजमा आउँदैछ। पारो दिदी निरुहरू चाहिँ सबै ब्रिजमा चाहिँ गयो है, हामी चाहिँ गएन। डर लाग्छ मलाई त, लड्छ भन्दैछु भाइ। हामी चाहिँ यहाँनिर हल्यो नि त पुरा ब्रिज पुरा हल्यो नि त कि। अन्त ल नजाउँ ल, डर लाग्यो। सनसेट हुन आँटेछ साथीहरू। भाउ टोक्छ, त्यही कारण त एक्लै नहिँड्नु भनेको। यताबाट खिचौँ ल। ममा त ऊ पर रहेछ। अहिले भने चाहिँ हामी यहाँनिर गुम्बातिर जाँदैछौँ। फुन्चुलिङको एकदम फेमस ब्रिज घुमेर आएर चाहिँ हामी यहाँ गुम्बातर्फ जाँदैछौँ है। यहाँबाट निस्केर चाहिँ सिधै घरतिर लाग्नेछौँ। हाई गाइज, हेर्नुहोस् भुटानको एक नजारा, फुन्चुलिङको एक नजारा। यहाँ चाहिँ म छु है। टाउको दुख्यो पुरा साथीहरू। बिहान चिसो हावाले भेटेर चाहिँ अहिले पुरा टाउको दुख्न थाल्यो। हजुर हामी घुम्नु गएको अब लास्ट। उता 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 हिँड न। सानो भाइलाई पनि निकालिदिनु पर्यो। नानी सुतेर बिसो खोइ निरु ए अगाडिपट्टि होला नि यहाँ कस्तो दामी रहेछ। यहाँ खिच्न मन लाग्यो। म कस्तो दामी आमा यहाँ रहेछ। यहाँ चढेर फोटो खिच्न मन लाग्यो। यही त हो अन्त भुटानको फेमस स्पट है। ल लु त हाम्रो पनि फोटोसुट गरिदे। होइन हौ हाम्रो दुईजनाकै हो। लु हेर्नुहोस् है साथीहरू भुटानको भ्यू हेर्नुहोस् है एकपल्ट। नजाउँ न नानी, लड्छ लड्छ। यहाँ
तल चाहिँ मेला लागेको छ। र अहिले चाहिँ बेलुकाको कति हो 5 बज्न आँटिसकेको छ साथीहरू। अब चाहिँ हामी यहाँबाट निस्किने है, सिधै घर जाने। ऊ पर चाहिँ ड्रेसहरू लगाएर फोटो खिच्न पनि सकिने रहेछ है, बक्कु किराहरू। तर अँध्यारो भएकोले गर्दा चाहिँ अब फोटो राम्रो निस्किँदैन भनेर नलगाउने। मैले चाहिँ भुटानको हामी अब घुमेको आज घुमेको है, धेरै जग्गाहरू क्याप्चर गर्न सकिनँ है साथीहरू, किनभने नानीलाई पनि हेर्नु पऱ्यो, सम्हाल्नु पऱ्यो होइन। नानीले बदमास गर्छ त्यत्तिकै, त्यही कारण जे जति सकेको छु तपाईँहरूलाई देखाउँदैछु है। हेरिदिनु होला, मन पराइदिनु होला। र यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला है। लु घर जाउँ है सबैजना, रात पर्नु आँट्यो। भुटानमै बस्ने हो क्या हौ दिदी बहिनीहरू, भुटानमै बस्ने हो क्या हौ। लु भुटानबाट इभिनिङको भ्यू पनि हेरिदिइहाल्नुहोस् साथीहरू है। अब चाहिँ यो चाहिँ फाइनल डेस्टिनेसन हो। यहाँदेखि चाहिँ हामी चाहिँ अब सिधै घर जाने। के भन्नुभएको? के भन्नुभएको? लु जाउँ है घर। नानी अब यता आऊ, यता आऊ त भाइ, आऊ घर जानुपर्छ अब। आऊ छिटो। लु अब चाहिँ हामी घरतिर लागेको साथीहरू। आजको ब्लग चाहिँ यहीँ एन्ड गर्न चाहन्छु है। Thank you so much for watching. See you soon in the next vlog. Till then, bye. Good night. कता गयो अहिले जान्छ खोइ झरेको छैन त अन्त। अगाडि छ झरेछ? यो गाडीको अगाडि छ झरेको छैन त अन्त। अगाडि कस्तो राम्रो म्युजिक हौ भाइको, सानो भाइको। गाडी त्यस्तो यो चाहिँ अब स्टिक भएको बडो एरियामा त हुन्छ नि, अरू जग्गा चाहिँ हुँदैन रहेछ नि त। हाम्रो यस्तो तलतिर यस्तो लाइट लागेको सिलगढीमा कस्तो हुन्छ मान्छेको